नमस्ते। ल आज हामी एउटा यस्तो गजबको टुलको कुरा गर्दैछौँ जसले तपाईले आफ्नो विन्डोज कम्प्युटर चलाउने तरिका नै बदलिदिन्छ सधैँको लागि। हेर्दा सानो छ तर यसको काम एकदमै शक्तिशाली छ। ल सुरु गरिहालौँ है त। एकछिन सोच्नुहोस् त। तपाईलाई एकदमै जरुरी एउटा फाइल चाहिएको छ। तुरुन्तै तपाईले सर्च बारमा नाम टाइप गर्नुभयो अनि पर्खाइ सुरु भयो। त्यो निरो गोला घुमेको घुमै छ। केही सेकेन्ड मात्रै हो तर कस्तो मिनेट जस्तो लाग्छ हैन त? हो, यो समस्या हामी सबैले भोगेका छौँ। अब यो सबै समस्याको जड के हो त? अरू केही होइन, विन्डोजको आफ्नै बिल्ट इन सर्च फङ्सन। हेर्नुस्, यो नराम्रो त होइन, तर यसका केही कमजोरीहरू छन् जसले हाम्रो अमूल्य समय खाइदिन्छ। ल मुख्य कुरामा आउँ। विन्डोज सर्च किन यति भित्री ढिलो छ? कारण के हो भने यसले खाली फाइलको नाम मात्र हेर्दैन। यसले त फाइलभित्र पसेर तपाईको वर्ड डकुमेन्ट होस् वा पीडीएफ त्यसभित्रको हरेक शब्द पढ्न खोज्छ। सुन्दा त यो फिचर गजबको लाग्छ, तर वास्तवमा के हुन्छ, यसले तपाईको कम्प्युटरलाई कछुवा जस्तै ढिलो बनाइदिन्छ। सीपीयू र र्याम सबै तान्दिन्छ अनि यति दुःख गरेर पनि कहिलेकाहीँ त चाहिएको फाइल भेट्टाउँदैन पनि। तर चिन्ता नलिनुहोस्, हरेक समस्याको समाधान हुन्छ र यो दिक्क लाग्दो पर्खाइको समस्याको समाधान हो एभ्रिथिङ। हो, नाम नै एभ्रिथिङ। यो एउटा यस्तो निशुल्क टुल हो जुन तपाईलाई साँच्चै कुनै जादु जस्तै लाग्नेछ। एकदमै सरल शब्दमा भन्नुपर्दा एभ्रिथिङ भनेको विन्डोजको लागि एउटा सुपरफास्ट सर्च इन्जिन हो। यसले के गर्छ? यसले तपाईको कम्प्युटरको जुनसुकै कुनामा भएको कुनै पनि फाइल वा फोल्डरलाई केवल त्यसको नामको आधारमा 1 सेकेन्डभन्दा पनि कम समयमा झ्याप्पै पत्ता लगाउँछ। हो, तपाईले सही सुन्नुभयो, तुरन्तै। यहाँ हेर्नुस् त, फरक कति स्पष्ट छ। एकातिर छ विन्डोज सर्च जसले फाइलभित्र खोज्छ तर एकदमै ढिलो छ र कम्प्युटरको धेरै पावर खान्छ। अनि अर्कोतिर छ एभ्रिथिङ जसले फाइलको नाम मात्र खोज्छ तर बिजुलीको गतिमा काम गर्छ र कम्प्युटरलाई पत्तै नहुने गरी थोरै रिसोर्स मात्र प्रयोग गर्छ। अब इमान्दारीपूर्वक भन्नुहोस् त, 99% समय त हामीलाई फाइलको नाम मात्रै थाहा पाए पुग्छ, होइन र? अब तपाईँको मनमा एउटा प्रश्न पक्कै आयो होला, यति छिटो कसरी सम्भव छ? के यो साँच्चै जादु हो? होइन, यो जादु होइन, तर जादुभन्दा कम पनि छैन। यो एउटा एकदमै चलाक प्रविधि हो। ल आउनुहोस् यसको रहस्यको पर्दा उठाइ हेरौँ। यसको गतिको पछाडिको रहस्य हो एमएफटी, अर्थात् मास्टर फाइल टेबल। अब यो के हो त? यसलाई यसो सम्झिनुहोस्, जस्तै एउटा मोटो किताबको सुरुमा हुने अनुक्रमणिका वा टेबल अफ कन्टेन्ट्स। त्यो अनुक्रमणिका हेरेर तपाईलाई कुन च्याप्टर कुन पेजमा छ भनेर तुरन्तै थाहा हुन्छ नि, हैन? हो, एमएफटी पनि तपाईको हार्ड ड्राइभको लागि त्यस्तै अनुक्रमणिका हो। यसमा तपाईको कम्प्युटरको हरेक फाइल र फोल्डरको नाम र त्यो कहाँ छ भन्ने पूरा सूची हुन्छ। त्यसो भए एभ्रिथिङले के गर्छ त? यसले विन्डोज सर्चले जस्तो हरेक फाइलमा गएर ढोका ढकढकाउँदैन। यसले एकदम चलाकीपूर्वक सिधै त्यो एमएफटी अनुक्रमणिका पढ्छ र केही सेकेन्डभित्रै तपाईको लाखौं फाइलहरूको एउटा सूची तयार पारिदिन्छ। हो, केही सेकेन्डमै। त्यसैले त जब तपाईँ सर्च बक्समा केही टाइप गर्न थाल्नुहुन्छ, परिणाम तुरुन्तै तपाईको आँखा अगाडि हुन्छ। पर्खाइ भन्ने कुरै छैन। ल अब हामीले यसको गतिको रहस्य त थाहा पायौँ। अब कुरा गरौँ यसका केही यस्ता मुख्य फिचरहरूको जसले गर्दा यो टुल तपाईँको लागि नभई नहुने बन्छ। यो कुरा सुन्दा तपाईँलाई पत्यार नलाग्न सक्छ, तर यो पुरै प्रोग्राम जम्मा 10 MB भन्दा पनि सानो छ। हो, तपाईँको मोबाइलमा खिचेको एउटा दुईटा फोटो जति मात्रै। यसले तपाईँको कम्प्युटरको मेमोरीमा कुनै भार नै पार्दैन। ल यसका मुख्य फाइदाहरूलाई सर्र हेरौँ है। पहिलो, बिजुलीको गतिमा रिजल्ट। दोस्रो, एकदमै सानो 10 MB भन्दा पनि कम। तेस्रो, तपाईले कम्प्युटरमा कुनै फाइल थप्ने बित्तिकै वा डिलिट गर्ने बित्तिकै यसले तुरुन्तै आफ्नो लिस्ट अपडेट गरिहाल्छ रियल टाइममा। र चौथो, यसको डिजाइन एकदमै सफा र सरल छ। कुनै फाल्तु कुरा छैन, कुनै झन्झट छैन, मात्र कामको कुरा। साधारण खोजी त जो कहिले पनि गरिहाल्छ, तर अब हामी केही यस्ता तरिकाहरू सिक्नेछौँ जसले तपाईलाई साधारण प्रयोगकर्ताबाट सिधै सर्चको प्रो बनाइदिन्छ। ल एभ्रिथिङको वास्तविक शक्ति हेर्न तयार हुनुहुन्छ? ल पहिलो प्रोटिप, मानौ तपाईले आफ्नो कम्प्युटरमा भएका सबै MP3 गीतहरू एकै ठाउँमा हेर्न मन लाग्यो। के गर्ने? एकदमै सजिलो। सर्च बक्समा गएर टाइप गर्नुहोस् स्टार अनि .mp3। यहाँ त्यो तारा चिन्ह जसलाई हामी वाइल्ड कार्ड भन्छौँ, त्यसको अर्थ हो जेसुकै होस्। मतलब फाइलको नाम जेसुकै होस्, यदि त्यो .mp3 मा अन्त्य हुन्छ भने देखाइदेऊ। र यो MP3 को लागि मात्र होइन, तपाईले star.pdf, star.jpg, star.docx जे खोज्न पनि सक्नुहुन्छ। अब अर्को एकदमै उपयोगी तरिका,
सोच्नुहोस्, तपाईँले एउटा रिपोर्ट बनाउनु भएको थियो, तर त्यो वर्ड फाइल थियो कि पीडीएफ तपाईँलाई याद छैन। अब के गर्ने? चिन्ता छैन। यसरी टाइप गर्नुहोस् report.docx स्पेस एउटा ठाडो धर्को, फेरि स्पेस अनि रिपोर्ट पीडीएफ। यो जुन ठाडो धर्को छ नि, यसलाई अर अपरेटर भनिन्छ। यसले एभ्रिथिङलाई भन्छ कि त report.docx खोज वा report.pdf खोज। दुईमध्ये जे भेटिन्छ मलाई देखाऊ। एउटै डकुमेन्टको फरक भर्जन खोज्नको लागि यो एकदमै काम लाग्छ। र अब सायद सबैभन्दा धेरै प्रयोग हुने अपरेटर जुन हो एन्ड। र अचम्मको कुरा के छ भने यो अपरेटर अरू केही होइन, केवल एउटा स्पेस हो खाली ठाउँ। मानौ तपाईँलाई एउटा फाइल चाहिएको छ जसको नाममा प्रोजेक्ट पनि छ र प्रेजेन्टेसन पनि छ। तपाईँले केवल टाइप गर्नुपर्छ प्रोजेक्ट स्पेस प्रेजेन्टेसन। यो साँच्चै गजबको छ होइन त? त्यो एउटा स्पेसले एभ्रिथिङलाई के भन्छ भने मलाई त्यस्तो फाइल मात्र देखाऊ जसको नाममा प्रोजेक्ट र प्रेजेन्टेसन दुवै शब्द छन्। यसले तपाईँको हजारौं फाइलहरूबाट चाहिएको फाइललाई तुरन्तै फिल्टर गरेर निकालिदिन्छ। ल, हामीले यसको गति, यसको प्रविधि र यसका प्रो फिचरहरूको बारेमा त कुरा गर्यौं, तर सबैभन्दा महत्त्वपूर्ण प्रश्न त बाँकी नै छ। आखिर यो टुल तपाईँको लागि किन आवश्यक छ? यसले तपाईँको दैनिक जीवनमा के फरक पार्छ? किनभने हेर्नुहोस्, यो केवल एउटा सफ्टवेयर वा एउटा टुल मात्र होइन। यो तपाईँको सबैभन्दा बहुमूल्य चिज, तपाईँको समय बचाउने एउटा माध्यम हो। सोच्नुहोस् त, फाइल खोज्नमा हरेक दिन खेर जाने त्यो सानो सानो झन्झटलाई हटाएर यसले तपाईँको कामलाई कति सहज र छिटो बनाइदिन्छ। यो तपाईँको उत्पादकत्व बढाउने एउटा सानो तर शक्तिशाली हतियार हो। त्यसैले अब म यो प्रश्न तपाईँलाई नै छोडिदिन्छु। हरेक दिन फाइल खोज्दा खेर जाने ती मिनेटहरू, हरेक हप्ता खेर जाने ती घण्टाहरू अनि हरेक वर्ष खेर जाने ती दिनहरू, ती सबैलाई जोड्ने हो भने यो एउटा सानो टुलले तपाईँको कति समय बचाउन सक्छ?